आज शनिबार हामी शिवपुरी नागार्जुनभित्र पर्ने जाम्सु गुम्बा हाइकिङको लागि जाँदैछौँ। यो चाहिँ माछा पोखरीबाट फुलबारी गेट आउँदो रहेछ। त्यो फुलबारी गेटबाट चाहिँ हामी माथि उकालो लाग्नुपर्ने हुन्छ। आज चाहिँ हामी जाम्सु गुम्बा सँगसँगै जाउँ है त। हामी फुलबारी पार्कमा आएर त्यहाँ पार्किङ गऱ्यौँ। जानको लागि अलिअलि माथि के खानेकुराहरू लानको लागि हामी किन्दैछौँ। माथि जानको लागि चाहिँ यहाँ आर्मी क्याम्पबाट हामीले 100 रुपियाँको टिकट काट्नुपर्ने हुन्छ। यो आर्मी क्याम्पमा चाहिँ हामीले ल्याएको सबै सामानहरू चाहिँ चेक गर्ने रहेछ। फुलबारी गेटबाट माथितिर लाग्यो होइन त। माथि चाहिँ नन भेज लानको लागि अलाउड रहेछ। हामीले अलिअलि फ्रुट्सहरू र पानी बोकेर माथितिर उकालो चढ्न थाल्यौँ। सामानहरू चेक गराइसकेपछि हामी माथि उकालोतिर लाग्यौँ। चाहिँ यति जानु छ हामीले। अहिले थाकिसक्यो। कसरी पुग्छ होला है सरी। ठाडो उकालो जानुपर्ने भएकोले पुरै थाकेको अनुभव हुने रहेछ। यो थकाइलाई बिर्सनको लागि हामी इन्जोय गर्दै रमाइलो गर्दै हामी हिँडेको 15 मिनट मात्रै भयो। तर लास्टै थाकिसक्यो। पुरै ठाडो उकालो छ, पुरै ठाडो उकालो। कस्तो भइरहेछ अरे? थकाइ मार्दै पानी खाँदै एनर्जी ल्याउँदै हिँड्दैछौँ है हामी त। कालीमा अघि अघि ओह्रालीमा पछि पछि यो केटा के भएको। अनि अलिअलि रमाइलो त गर्नै पर्यो नि होइन। हिँडेर मात्रै कहाँ हुन्छ र। रमाइलो गर्दै टिकटक बनाउँदै भिडियो सुट गर्दै हामी आफ्नो थकाइलाई बिर्सिन कोसिस गर्दैछौँ। यहाँ चाहिँ पार्क जस्तो लाग्दैछ हौ त। छिटो 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 छिटो। पार्क भने होइन पो रहेछ। यो त आर्मी क्याम्प रहेछ। यहाँ चाहिँ फेरि अघिको टिकटहरू फेरि चेकिङ हुने रहेछ। हामी चाहिँ अब चाहिँ यहाँ एकदम सम्म बाटो आएको छ। हामी उकालो हिँड्दा 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 थाकेर यहाँबाट सम्म बाटो। यहाँबाट अझै पनि हामी अघि आएको भन्दा पनि धेरै उकालो बाटोहरू छ अरे। तर यहाँसम्म उकालो सम्म उकालो हुँदै हामी अगाडि बढ्छौँ। लेट्स गो। बदमासी गरेको अरे हो। तिमीले बदमासी गरेको हो कि होइन? पिटेको। यहाँबाट चाहिँ फेरि उकालो आउँदैछ। हजुर मैले देखिनँ बा। त्यो छोरोलाई साह्रै भोक लाग्यो अरे। खाँदैन नि त। खाँदैन। अहिले 10 बजिसकेको छ। अब भोक लाग्न थाल्यो। भोक त मेटाउनै पर्यो होइन। आऊ छोरी आऊ। अझै हिँड्नु छ। केमा छोरो? एप्पलमा लो क्यालोरी हुन्छ। लो क्यालोरी। त्यहाँ पुग्नको लागि यो फुलबारी गेटबाट लगभग 4.5 किलोमिटर उकालो लाग्नुपर्ने रहेछ। माथि बहिनीहरू पनि हिँड्दा हिँड्दा थाकेको हुनाले अलिअलि रमाइलो गर्दै हामी उकालो लाग्यौँ। हिँड्ने क्रममा फोटो खिच्दै रमाइलो गर्दै जाँदैछौँ। having fun.
म त ढले 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 त ढले 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 ढले। यात्रा जारी छ। ल हेर्नुहोस् है, अझै कति माथि छ, अझै उकालो छ। यो चाहिँ रियलमा एउटा इन्टरनल टुरिस्ट डेस्टिनेसन रहेछ। यति धेरै मान्छेहरूको फ्लो छ यहाँ। सायद आज शनिबार भएर पनि होला। यो एउटा सजिलो र नजिकैको हाइकिङ डेस्टिनेसन भएकोले हामीले चाहिँ हाम्रो शनिबार आएपछि चाहिँ यस्तो मैदान खाली फाट आउँदो रहेछ। हामी काफल खाँदै इन्जोय गर्दै हिँड्दैछौँ। रियलमा ओके। हामी लगभग 2.5 किलोमिटर जति आएका छौँ। अझै पनि 1.5 किलोमिटर बाँकी छ। हाम्रो डेस्टिनेसन भनेको चाहिँ त्यो माथिको डाँडा, त्यो माथिको डाँडा चाहिँ हामी जानु छ। हामी 2.5 किलोमिटर जति आएको छौँ। अब यहाँबाट हामी फेरि यहाँ चाहिँ सम्म बाटो देखिरहेछ है। अब सायद उकालो धेरै नहोला कि जस्तो लागिरहेछ। यति धेरै ब्युटिफुल प्लेस छ यो। बच्चा, हाउ आर यु फिलिङ? हरेबल। पिकनिक स्पोट जस्तो मान्छे कति इन्जोय गरिरहेको छ। ल हेर्नु, पिकनिक स्पोट यता पनि। मेरो श्रीमानज्यू यता वेट गरिरहेको छ हामीलाई। हेर्नुहोस् है, अझै कति माथि जानु छ। माइ गॉड, अझै उकालो छ, पुरै माथि उकालो। हामी लगभग 3 किलोमिटर जति हिँडिसकेका छौँ। अब सायद 1 किलोमिटर जति पुग्न लाग्नेछ अझै सानो टाइम चाहिँ हामीलाई। हेर्नुहोस् है, बाटो यहाँ यस्तो छ, रमाइलो छ। हामी रेस्ट गर्दै जाँदैछौँ। त्यही भएर अलिकति टाइम लागिरहेछ हामीलाई पुग्नलाई। सानो गुफा रहेछ। यहाँनिर पनि कस्तो गुफा रहेछ होइन? Finally, we reached Gamchu Gumba. Gamchu Gumba. यस्ता खानेकुराहरू पाउँदो रहेछ। वाउ, सम्झनाको छाया। रसको